व्हाट्सअप गाइज, हामी चाहिँ ढोरपाटन जाँदैछौँ। अनि यो चाहिँ म हो। अनि दाइले बाइक राइड गरिराख्नु भएको छ होइन गाइजहरू। अनि हामी चाहिँ खोलाको साइडबाट गइरहेको छौँ। अनि एकदम चिसो छ मौसम, भाइहरूले हाई भनिरहेछन्, भिडियो देखाइदिएको। अनि हामी चाहिँ सिमानामा आइसक्यौँ, पाती हाल्ने रुकुम पूर्वको। अनि दामी भ्यू देखिरहेछ यताउता। अनि भ्लग पनि गरिरहेको छौँ। धेरैजना हेर्न आउनु भएको रहेछ, पाटन बुकी जाने मान्छेहरू। अनि चाहिँ हल्का भिडियो सुट हानेको एनएस बाइकमा टक्क लाएर। अनि अरू नि राइडरहरू हुनुहुन्थ्यो हाम्रो साइडमा, हाम्रो ग्रुप थियो, साथीहरू हुनुहुन्थ्यो। अनि दामी दामी भिडियो बनाइयो होइन त। कस्तो छ त गाइजहरू भन्नु पर्यो कमेन्टमा। अनि हामी बाटोमा बाजेलाई जिस्काउँदै होइन त गाइजहरू। ढोरपाटन जानु कति टाइम लाग्छ भनेर इसाराले सोध्दै। बाटोको हालत यस्तो थियो, बाइकहरूले जानु धोतो भइरहेको थियो। फाइनली ढोरपाटन पुग्यो। अनि रात परिसकेको थियो त्यहाँ पुग्दासम्म हामीलाई। अनि होटलतिर खोज्न लाग्यौँ, होटलहरू पनि पायौँ। अनि भोलि बिहान मर्निङको भ्यू ढोरपाटनको। अनि अब पाटन बुकीतिर जान लाग्यौँ हामी चाहिँ, टक्क लाएर घोडामा चढेर भिडियो बनाउँदै। अनि यता साथीहरू दाइहरू सबैजना। अनि हामी अलि माथि आइपुग्यौँ, एकदम गर्मी भएको थियो, थकाइ लागिरहेको थियो। अनि हामी फाइनल्ली पाटन बुकी पनि पुग्यौँ। टक्क लाएर अनि यताउताको भ्यू हेर्दै रमाउँदै बस्यौँ। राम्रो लाग्यो पाटन बुकी चाहिँ, एकदम केही पनि थिएन, रुखसुखहरू सब। अनि बुकी समातेर भिडियो बनायो यसो लाएर। अनि हामी घरतिर फर्किन लाग्यौँ, रात परिसकेको थियो ढोरपाटन आउँदाखेरि। अनि यस्तो दामी भ्यू हेर्दै